हेलो हेलो सबैलाई सुमधुर सम्झनासँगै यो एकदमै यो अहिलेको सिजनमा चल्ने यो निकै सबैको मुख रसाउने अनि यो देख्ने साथै कतिपय साथीहरूले मुख मिठाइसक्नुभयो भने कतिपयको मुखमा चाहिँ एकदमै यो अमिलो सम्झिरहनु भएको छ होला। विशेष गरी अहिले म जिरी नगरपालिका वडा नम्बर 8 मा छु। प्राय यो काफल ठुला ठुला रुखहरूमा मात्रै पाइन्छ भन्ने लाग्छ कतिपयलाई, तर हाम्रो यो वडामा चाहिँ यो ससानो रुखमा पनि यसरी लटरममा काफल फल्ने गर्दछ। अनि यसको फाइदा चाहिँ जो ठुला रुखमा चढ्न सकिन्न उहाँहरूले चाहिँ यसरी जमिन मार्फतै यो काफललाई यसको स्वाद लिन सक्नुहुन्छ। यदि तपाईँ पनि यसरी यो काफल यो फल मनपर्छ भने तपाईँ आउन सक्नुहुन्छ। त्यसैगरी हाम्रो यति बेला वडामा चाहिँ व्यापक यो फल चाहिँ पाइन्छ है त। ल हेर्नुहोस्, यो चाहिँ अर्को रुख हो, यसमा पनि यसरी ल हेर्नुहोस् टक्क भर्खर भर्खर फल्न सुरु भएको छ। हेलो हेलो, गर्मी भयो, आउनुहोस् है यो गर्मी मौसममा जिरीमा काफल खानलाई। काफल पाकेको है, यो काँचो काँचो चाहिँ अरूलाई, पाकेको मलाई राखेको धेरै धेरै मिठो अमिलो। ओहो, बिस्तारै बिस्तारै अलिकति मिठो पाएपछि धेरै छिटो खाने बानी छ। अब यो काफल यहाँ मात्र देखायो भने चाहिँ हुँदैन हैन। यो चाहिँ म ट्याक्क घरमा पनि टिपेर लाने भए चाहिँ हाम्रो स्पेशल यो काफलको अचार बनाएर खाँदाको टेस्ट पनि छुट्टै हुन्छ है त। वाउ।